नमस्ते टसितेलेक फ्याफुला छाजलो म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस महत्त्वपूर्ण भिडियोमा म स्वागत गर्दछु है। र आजको यस भिडियो भने एकदमै एउटा महत्त्वपूर्ण भिडियो हो भन्ने म मान्छु, किनभने हामी सबैले यो गर्ने गर्छौं है। त्यो के हो भन्दाखेरि जब हाम्रो आफन्तहरू बित्ने गर्छन्, जस्तै अब मानौं बुवा आमा है, अब घरको दिदी बहिनी होस् या काका काकी, अब बाजे बोजू है, आफन्तहरू जोसुकै भए पनि जो चाहिँ हाम्रो नजिक छ, उहाँहरू बित्ने बेला चाहिँ हामीले सधैँ बितेर उहाँहरूको शरीर जलाइसकेपछि त्यसबाट हामीले हड्डी लिएर है, हड्डी लिएर चाहिँ हामीले त्यसलाई हड्डी कुटेर चाहिँ हामीले छाचा बनाउने त्यस्तो गर्छौं हैन। त्यसको कारण के हो त? हो यो आजको यस भिडियो चाहिँ त्यसको बारेमा रहेको छ है। र पहिलो कुरा, छाचा भनेको नाम कहाँबाट आयो है भन्दाखेरि, हुन त हामीले हाम्रो टिबेटन बुद्धिस्ट पुस्तकहरूमा छाचा भन्ने शब्द धेरै देख्छौं, तर खास शब्द के छाचा नै हो र है। र के हो भन्दाखेरि चाहिँ संस्कृतमा चाहिँ सच्छ भन्दा रहेछ है। सच्छ भनेपछि त्यो सच्छ भन्ने शब्द चाहिँ अब त्यो बिग्रिँदै गएर भनौं कि के भनौं, एक अर्का हुँदै जाँदाखेरि चाहिँ छाछा भनेर चाहिँ भएको रहेछ है। र अब अचेल हामी सबैले छाछा भनेर भन्ने गर्छौं, त्यो फरक परेन है। छाछा भन्दा पनि भयो, सच्चा भन्दा पनि भयो। र छाछा बनाउनुको कारण के हो त है? छाछा बनाउनुको कारण के हो त भन्दाखेरि, अघि मैले भने चाहिँ अब हाम्रो आफन्तहरू, कोही बुबा आमा या अब घरको कोही है आफन्तहरू बित्ने बेला चाहिँ हामीले छाचा बनाउने गर्छौं हैन र। जस्तै अब कोही बितेको छ भने लामाहरू बोलायो भने पनि लामाहरूले पनि त्यही भन्नुहुन्छ कि अब छाचा बनाउनु पर्यो भनेर है। र छाचा चाहिँ त्यही हो, अघि मैले भने चाहिँ अब मरेको त्यो शरीर जलाइसकेपछि हड्डीहरू ल्याएर है, त्यो हड्डीलाई कुटेर धुलो बनाएर अनि त्यसलाई अब त्यो माटोसँग मिसाएर चाहिँ हामीले छाचा बनाउने गर्छौं नि है। अब त्यसको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ, त्यसको खास कारण भनेको चाहिँ जो मान्छे मरेको छ, अब उहाँले यदि आफ्नो जीवनकालमा या अघिल्लो जीवनकालदेखि है कति पाप गरेको छ, कति कुकर्महरू गरेको छन्, त्यो सबै धुलाउन है, त्यो सबै नहुन, त्यो सबै मेटेर जान र निम्न लोक भनिन्छ, यानी नर्ग जस्तो है, त्यस्तो लोकमा त्यस्तो ठाउँमा नजन्मिनको लागि चाहिँ हामीले छाचा बनाएको हो भनेर भनिन्छ है। त्यसैले चाहिँ हामीले छाचा बनाउने बेला चाहिँ हामीले अब छाचा बनाउने बेला जे पनि हामीले हाल्छौं त्यो सबै हामीले एकदम सफा हुनु पर्यो है। चाहे त्यो माटो होस्, चाहे त्यो छाचा बनाउने कोङ भन्छ त्यसलाई, त्यो होस्, त्यो सबै एकदम सफा हुनु पर्यो है। र छाचा भित्र सुङ पनि हाल्नु पर्यो हामीले है। त्यो माटोको डल्लो मात्रै बनाएर त भएन नि, त्यसमा हामीले सुङ पनि हाल्नुपर्ने हुँदो रहेछ है त। र अब अन्तिममा र यस्तो अब सफा र राम्रो तरिकाले छाचा बनायो भने चाहिँ के फाइदा छ त भन्दाखेरि, अघि भने चाहिँ अब जसले छाचा बनाउँदैछ उहाँले पनि हामीले पनि पुण्य कमाउँछौं भने, जो मरेर बितेर जानु भएको छ उहाँले पनि अब एउटा उच्च लोक भनिन्छ, यानी अब एउटा राम्रो जुनी है, राम्रो जुनी लिने अनि उहाँको पापहरू धुलाउने है। हजुर, त्यस्तो फाइदाहरू छन् भनेर पुस्तकमा लेखिएको छ है त। र यो चाहिँ थियो अब छाचा बनाउनुको कारण है, मान्छे बितेर गएपछि किन छाचा बनाएको भनेर त्यसको कारणहरू थियो है। र अर्को पनि अब अन्तमा म छाचा सम्बन्धित एउटा कहानी तपाईहरुलाई सुनाउन चाहन्छु है। र पहिले एक समय के भएको रहेछ भन्दाखेरि चाहिँ, एकजना मान्छेले चाहिँ एकदम राम्रो सोचेर चाहिँ केही छाचा बनाएको रहेछ है। छाचा, अब छाचा भनेको तपाईले अब कोही बित्ने बेला मात्रै बनाउने हैन नि त है। छाचा भनेको तपाई हामीले अरु बेला पनि बनाउन सक्नुहुनेछ है। त्यसमा सुङ हालेर कसै जग्गा राख्नु भए पनि तपाईलाई एकदम धर्म हुन्छ। र त्यसैगरी चाहिँ एक दिन एकजना मान्छेले चाहिँ छाचा, एउटा राम्रो छाचा बनाएर चाहिँ कतै एक जग्गा एउटा अब बाटोमा चढाएको रहेछ है।
र अनि त्यो छाजा त त्यहीँ रहिरहन्छ नि। र एक दिन चाहिँ एकदमै पानी परेछ है। पानी पर्ने बेला चाहिँ अर्को मान्छे एउटाले देखेछ कि त्यो छाजा चाहिँ पानीले एकदम भिजेको देखेछ। अब पानीले एकदम भिज्दै गयो भने त त्यो छाजा अब नरहँला, त्यो छाजामा हानि पुर्याउला भनेर चाहिँ अर्को मान्छेले चाहिँ त्यो छाजा पानीले भिजेको देख्दा चाहिँ त्यस्तो सोचेछ है। र त्यसो सोचेर चाहिँ उहाँले के गरौँ यो छाजालाई म केसले चाहिँ ढाकेर राखौँ भनेर सोच्दाखेरि चाहिँ उहाँले वरिपरि यताउता छानबिन गर्दा चाहिँ एउटा जुत्ता भेटाएछ। जुत्ता र एउटा जुत्ता भेटाएपछि चाहिँ उहाँले त्यो दोस्रो मान्छेले चाहिँ त्यो जुत्ताले चाहिँ छाजालाई छोपेर राख्दैछ, मतलब ढाकेर राख्दैछ कि पानीले नभिजोस्, पानीले भिजेर यो छाजालाई हानि नपुरोस् भनेर चाहिँ एउटा राम्रो मन लिएर चाहिँ जुत्ताले चाहिँ छाजालाई ढाकेर राख्दैछ है त दोस्रो मान्छेले। र केही समय बितेपछि तेस्रो मान्छे आएछ र तेस्रो मान्छेले यस्तो हेर्दाखेरि अब मानौँ अब त्यो बेला पानी रोकिसकेको थियो होला है। अब तेस्रो मान्छे आउँदाखेरि चाहिँ पानी रोकिसक्दा उहाँले त्यो जुन त्यो देख्यो जहाँ चाहिँ अब एउटा यस्तो महत्त्वपूर्ण छाजाको माथि चाहिँ जुत्ताले ढाकेर राखेको, त्यो देख्दाखेरि चाहिँ उहाँलाई अब मनमा हुन्छ नि कुन चाहिँ पागल एकजनाले चाहिँ, कुन चाहिँ सोच्नै नसक्ने मान्छेले चाहिँ जुत्ताले छाजा ढाकेर राखेछ भनेर चाहिँ उहाँले त्यो जुत्ता हटाएछ। अब यो कहानीमा त्यो दोस्रो मान्छे पनि गलत छैन र तेस्रो मान्छे पनि गलत छैन नि हैन। दोस्रो मान्छेले पनि राम्रो मन लिएर चाहिँ महत्त्वपूर्ण छाजामा हानि नपुरोस् भनेर चाहिँ जुत्ताले ढाकेर राख्यो, किनभने उहाँकोमा अरू कुनै पनि बाटो थिएन नि त है। र तेस्रो मान्छेले पनि त्यो जुत्ता हटाउनु पनि अब उहाँले पनि राम्रै मन लिएर हो नि त। त्यही भएर चाहिँ यो कहानीमा चाहिँ हामीले के जान्न सकिन्छौँ भने छाजा एउटा महत्त्वपूर्ण है चिज हो र अनि एउटा मान्छेको मन राम्रो हुनुपर्छ भन्ने चाहिँ हामीले यो कहानीबाट बुझ्न सकिन्छौँ हामीले है। तपाईँले हामीले टिबेटनमा भन्ने एउटा भनाइ छ कि चेलुसेना थाम्जे छुइम्बे भनेर। तपाईँले यदि जुनसुकै काम पनि गर्नुहोस्, गर्ने सही तरिका जान्नुभयो भने तपाईँले जुनै कार्य गरे पनि त्यो कार्य धर्ममा बदलिन सकिन्छ भनेर भनिन्छ। अब यस्तो धेरै कहानीहरू छ है बुद्ध धर्ममा। अब जस्तै त्यो महत्त्वपूर्ण छाजामा जुत्ताले ढाक्नु, जुत्ता भनेको त एउटा फोहोर चिज हो नि त, तर पनि उसको गर्ने तरिका सही थिए नि त। गर्ने तरिका के सही थियो भन्दा चाहिँ उहाँको त्यो दोस्रो व्यक्तिको मन सफा थियो नि त है, सोच राम्रो थियो, मन राम्रो थियो है। अब यदि तपाईँ हाम्रो सोच राम्रो छैन, मन राम्रो छैन भने बाहिर देख्दाखेरि धर्म गरेको देखे पनि त्यो अन्तमा पाप भएर जाने पनि हुन्छ है। त्यो चाहिँ धर्म गर्ने सही तरिका नभएर गलत तरिकाले धर्म गर्नुभयो भने, गलत तरिका माने हामीले के बुझ्नु पर्यो, सोच गलत, मन गलत है। त्यो भयो भने चाहिँ बाहिर देख्दाखेरि धर्म गरेको जस्तो देखे पनि अन्तमा पाप भएर जाने त्यस्तो पनि हुन्छ है। र अझै अर्को एउटा कहानी छ कि सही तरिकाले काम गर्यो भने धर्म ठुलोभन्दा ठुलो धर्म हुन्छ भन्ने बुद्धको आफ्नै जीवनकाल, यानि बुद्धको अब उहाँले बुद्ध प्राप्त गर्ने एउटा जुनी छ त्योभन्दा अघिल्लोको उहाँले पनि त त्योभन्दा अगाडि धेरै जुनी लिइसक्नु भयो नि। एउटा एक समय बोधिसत्व एकजनाको जुनी लिने बेला चाहिँ उहाँले एउटा मान्छे मार्नु भएको थियो है। मिना दुङदुङ भनिन्छ उहाँको नाम। मिना दुङदुङ भन्ने मान्छे चाहिँ बुद्धले आफ्नो अगाडि जुनी एउटामा मारेको थियो। किन मारेको थियो भन्दाखेरि चाहिँ त्यो मिना दुङदुङ चाहिँ एउटा जहाजमा जाने बेला चाहिँ त्यो मिना दुङदुङसँगै 500 जना भिक्षुहरू रहेछ है। र त्यो मिना दुङदुङ भन्ने मान्छेले चाहिँ त्यो 500 जना भिक्षुहरूलाई चाहिँ मारेर चाहिँ उहाँहरूको सम्पत्ति चाहिँ लिएर चाहिँ अब त्यस्तो गर्ने सोचेको रहेछ, ठानेको रहेछ। त्यो मिना दुङदुङले त्यो 500 जना भिक्षु मार्ने सोचेको चाहिँ त्यो चाहिँ बुद्धले थाहा हुनुभएछ है। अब यो मिना दुङदुङले त्यो 500 जना व्यक्तिलाई मार्ने रहेछ भनेर 500 जना
भिक्षुहरूलाई मार्ने रहेछ भनेर चाहिँ बुद्धले थाहा पाएछ। र थाहा पाएपछि चाहिँ बुद्धले यदि त्यो मेना धुङधुङ भन्ने मान्छेले 500 जना भिक्षुलाई मार्यो भने त्यसको फल भनेको त एकदमै सहनै नसक्ने हैन, लाखौं करोडौं जुनीसम्म चाहिँ उसले नर्कमा जन्मिने त्यस्तो अब त्यसको फल हुन्छ नि त। त्यो मेना धुङधुङले त्यो 500 जना मारेको भिक्षुको फल त्यस्तो नराम्रो छ हैन, त्यस्तो दुःख कठिन छ, त्यो सोचेर चाहिँ बुद्धलाई चाहिँ एकदमै माया लागेर चाहिँ बुद्धले मेना धुङधुङलाई मारेको रहेछ। त्यो जुनीमा त्यो बेला चाहिँ अब बुद्ध हुनुहुन्न थियो है, बुद्धको अघिल्लो जुनीमा उहाँको नाम चाहिँ त्यो बेला धेपेन्गिन्जे छेम्पो भन्छ जस्तो लाग्यो मलाई है। जे होस्, अब उहाँले मेना धुङधुङलाई मार्यो हैन, र त्यसले त्यो मारेको पाप त लाग्छ नि हैन, त्यो मारेको पापले गर्दा उहाँ नर्कमा जानु भयो है। तर नर्कमा एक पल पनि, एक सेकेन्ड पनि बस्न नपरिकन, किनभने त्यो मारेको पाप भन्दा पनि त्यो 500 जना भिक्षुलाई बचाएको उहाँको जुन पुण्य धर्म थियो त्यो चाहिँ एकदमै ठुलो भयो नि त। त्यसले गर्दा चाहिँ उहाँ त्यो नर्कमा एक पलको लागि पनि बस्न नपरिकन चाहिँ उहाँले त्यहाँबाट मुक्ति भएर चाहिँ अब त्यहाँबाट मुक्ति भएको भन्ने चाहिँ एउटा कहानी छ है। अब यो कहानीबाट नै हामीले त्यही बुझ्न सकिन्छौँ कि सही तरिकाले है, राम्रो सोच, राम्रो मन लिएर जुनै पनि काम गर्नुभयो भने त्यो हामीले धर्ममा बदलिन सक्छ। र नराम्रो सोच, नराम्रो र गलत मन लिएर जस्तो सुकै काम गरे पनि त्यो काम अधर्म है, पाप हुन जान सक्छ भनेर हामीले बुझ्न सकिन्छौँ है। हस् त, अनि आजको भिडियो चाहिँ अलि लामै भयो जस्तो लाग्यो मलाई है, अनि त्यसमा म माफी चाहन्छु है। र फेरि पनि यस्तै धर्म सम्बन्धित अर्को भिडियो म बनाउँदै गर्नेछु है। र भिडियोको अन्तसम्म हेरिदिनु भयो भने एकदमै धन्यवाद। तपाईँले केही बुझ्नुभयो भन्ने मलाई आशा छ है। र सकेसम्म अरूलाई सेयर गर्नु होला, लाइक सब्सक्राइबहरू गरिदिनु होला भन्ने आशा गर्दछु। र फेरि पनि अर्को भिडियोमा भेट्ने आशा गर्दै अनि धन्यवाद।